चिप्लेला होइन नाउ चिप्लेछ नाउ एउटा काँडा छ के कहाँ कालचेको बच्चा भएको निकाल्ने हो कि जत्रो ए हो हुन्न मानको टङ्की यस्तो छ टङ्कीमा यो त पाइपै निस्किरहेछ कि पाइपै पुरै निस्किरहेछ लक्ष्मी भेनालाई बोलाउ त हुन्छ ल खोला यसलाई त रेन्ची चाहिन्छ कि ल है अब दाई भिज्ने पालो दाई चिप्लो होला दाई ल है दाई चिप्लो होला नि दाई एक पाखा मात्रै रहेछ भिजेको अन्त हो ओहो फाल्नु हो दाइले ठिक गर्नु भयो के जाँगे पनि खोल्नु केही हुन्न के साँच्चै हो हो ल दाइले पनि जान्नु भयो यार पेन्टीला अब सानो हो त्यो अन्तिम चिप्लो छ है ढाड चाहिँ ल है हो ल यो ढुङ्गा निकाल्नु कारण हाम्रो चाहिँ ल गोरे भाइले निकाले एपिएफ है तल पाइप यहाँ तल छिरेमा गएर ओहो खन्ती यो पनि फाल्ने क्या पाइप साप्दै गयो यताबाट आएको
पानी यसरी गएर हाम्रो चाहिँ मुहानलाई हान्यो भएर निकाल्यो। अब यहाँ चाहिँ यस्तो भयो, मात्रै झर्ने भयो यहाँबाट। यो चाहिँ पाइपको सेफ्टीको लागि ढुङ्गा राख्यो। हाम्रो टङ्की मेन भयो नि यहाँ यसरी ले नास्ता नास्ता कार्यक्रम सुरु हुँदैछ। दाइ आउनु। खै त माछा केटा माछा खै त गाइसलाई माछा पनि रहेछ यस्तो। ल यी झऱ्यो नास्ता बेनाई गोरे भाइ तिम्रो जाँड देखाऊ त। मेरो जाँड त यहाँ उ भयो अङ्कल, योसँग 7 गिलास भयो। 7 मा सुरु छ। मलाई यो हो जाँड एक्सिडेन्टमा पर्यो। यी के चाउचा छ राख्नु अहिले ठुल्दै कहाँ लुकेको हो? ए हे केटा हेर पानी यार, उ त तानेन नै बिजोक भयो नि। उताखेरि एक्लै दाइ के गरेको र अहिले गएकै गहिरामा त यार। बाली के गर्न लाग्यो? अघि धुनै लाग्यो अघि। ल मछली क्या दामी दामी तेल गइछ यार। यो एक गुन्डा टेस्ट गरौँ के? 1 पिस हो। जाँड ठिक्क भएछ, दामी भएछ यार। कता राखौँ यार? मेरो भाग आयो क्या फेरि। दुईटा र एउटा भेना हजुरलाई लिनु भएन? लाउनु लाउनु एउटा लिनु त, लिनु न एउटा। दाइ माछा लिनुभयो? कुन्टुरी माछा, अर्ग्यानिक माछा। ल ल ल एउटा बिस्कुट हो? एउटा कप छैन। छैन बिस्कुट एउटा छैन। भले तेरो बिस्कुट नखाम भने ल नि ल छ कि छैन? भले यो चाउकै दिनु भयो। यो गिलास छ कि छैन? बिस्कुट लाउनु।